सम्पूर्णमा म शिवसागर घिमिरेतर्फबाट नमस्कार। आज हामी कक्षा 10 को अर्थशास्त्र विषयमा एकाइ 1 को लागत तथा आय वक्ररेखाहरू भन्ने पाठमा चर्चा गर्छौं। है त भाइ बहिनीहरू, यस एकाइबाट अति छोटो 2 र छोटो 1 गरी जम्मा 3 वटा प्रश्नहरू सोधिन्छ र अङ्कभार 7 हुन्छ। अति छोटो उत्तर 2 गुणा 1 बराबर 2, छोटो उत्तर 5 गुणा 1 बराबर 5, जम्मा अङ्कभार 7। यस एकाइमा जान्नुपर्ने कुराहरू: कुल, औसत र सीमान्त लागत तथा लागत वक्ररेखा र तिनको व्युत्पत्ति, कुल, औसत र सीमान्त आयको अवधारणा, पूर्ण प्रतिस्पर्धा र एकाधिकारको बजारको अवधारणा र ती बजारमा आय वक्ररेखाहरूको व्युत्पत्ति। अति छोटो उत्तर आउने प्रश्नहरू: प्रश्न 1, लागत भनेको के हो? उत्तर: वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ। प्रश्न 2, स्थिर लागत भनेको के हो? उत्तर: अल्पकालमा स्थिर साधनमा गरिने खर्चलाई स्थिर लागत भनिन्छ। प्रश्न 3, औसत लागत भनेको के हो? उत्तर: कुनै पनि वस्तु वा सेवाको प्रति एकाइ उत्पादन खर्चलाई औसत लागत भनिन्छ। प्रश्न 4, कुनै एउटा किसानले 10 केजी आलु उत्पादन गर्दा कुल लागत रु 200 पर्दछ भने आलुको औसत लागत कति हुन्छ? समाधान: आलुको उत्पादन Q बराबर 10 केजी, कुल लागत TC बराबर रु 200, आलुको औसत लागत AC बराबर प्रश्न चिन्ह। हामीलाई थाहा छ औसत लागत AC बराबर TC बाई Q बराबर 200 बाई 10 रु 20। एन्सर। प्रश्न 5, सीमान्त लागत पत्ता लगाउने सूत्र लेख्नुहोस्। उत्तर: सीमान्त लागत पत्ता लगाउने सूत्र MC बराबर डेल्टा TC बाई डेल्टा Q। प्रश्न 6, सीमान्त लागत र औसत लागत वक्ररेखाको नमुना एउटै रेखाचित्रमा देखाउनुहोस्। उत्तर: औसत कुल लागत र सीमान्त लागत वक्ररेखाहरूको नमुना तल प्रस्तुत गरिएको छ। प्रश्न 7, औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस्। उत्तर: औसत आय पत्ता लगाउने सूत्र औसत आय AR बराबर TR बाई Q। प्रश्न 8, सीमान्त आय भनेको के हो? उत्तर: वस्तुको एक अतिरिक्त एकाइ बिक्री गर्दा कुल आयमा आउने परिवर्तनलाई सीमान्त आय भनिन्छ। 9, कुनै वस्तुको तेस्रो र चौथो वस्तु बिक्री गर्दा कुल आय क्रमशः रु 19 र रु 24 प्राप्त हुन्छ भने चौथो एकाइ बिक्री गर्दा प्राप्त सीमान्त आय पत्ता लगाउनुहोस्। समाधान: यहाँ कुल आयमा आएको परिवर्तन डेल्टा TR बराबर 24 घटाउ 19 बराबर रु 5, वस्तुको बिक्रीमा आएको परिवर्तन डेल्टा Q बराबर 4 घटाउ 3 बराबर 1 एकाइ। अब सीमान्त आय MR बराबर प्रश्न चिन्ह। हामीलाई थाहा छ MR बराबर डेल्टा TR बाई डेल्टा Q बराबर 5 बाई 1 बराबर रु 5, तसर्थ सीमान्त आय रु 5 हुन्छ। प्रश्न 10, पूर्ण प्रतिस्पर्धात्मक बजारमा औसत आय र सीमान्त आय समान हुनुका कारणहरू। उत्तर: पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तु तथा सेवाको मूल्य बजारद्वारा निर्धारण हुने र स्थिर रहने भएकाले औसत आय र सीमान्त आय समान हुन्छ। छोटो उत्तर आउने प्रश्नहरू: प्रश्न 1, कुल स्थिर लागत र कुल परिवर्तनशील लागत बीचको फरक छ लेख्नुहोस्। उत्तर: कुल स्थिर लागत र कुल परिवर्तनशील लागत बीचको फरक यस प्रकार छ।
उत्तर, कुनै पनि वस्तु वा सेवाको प्रति एकाइ उत्पादन खर्चलाई औसत लागत भनिन्छ। औसत स्थिर लागत र औसत परिवर्तनशील लागतको जोडलाई औसत कुल लागत भनिन्छ। यसलाई साङ्केतिक रूपमा लेख्दा AC बराबर डेल्टा TC बाई डेल्टा Q। त्यस्तै कुनै पनि वस्तु वा सेवाको उत्पादन एक एकाइले बढाउँदा कुल लागतमा हुने परिवर्तनलाई सीमान्त लागत भनिन्छ। सीमान्त लागत भनेको वस्तुको एक अतिरिक्त एकाइ उत्पादन गर्दा कुल लागतमा आउने परिवर्तन